ठिकै छ, सहयोग अब नगरे तपाईँ सहयोग राज्य नगऱ्यो भने केन्द्रको यस्तो हुन्छ के नेतृत्व छोड्ने कि नछोड्ने? अब मन्त्री बनेपछि के गर्नुहुन्छ? संस्थामा नेतृत्व त छोडिसक्यो। छोडिसक्नु भयो? अब अस्ति चाहिँ यहाँबाट मन्त्री नबनिन सुगन्ना दिएपछि अनि के अरे मैले शनिबारै राजीनामा दिएर स्वीकृति गरेर मेरो सट्टामा अर्को हाम्रो डाक्टर डम्बर नेपाली हुनुहुन्छ, उहाँलाई हस्तान्तरण गरिसकेँ त मैले त। अब मन्त्री बन्नुहुन्छ 6 महिनाको लागि हो। 6 महिनाको लागि मन्त्री बनिसकेपछि त फेरि पनि त्यो संस्थाको सम्बन्धको बारेमा होइन तपाईँले भन्नुभयो मेरो अब सम्बन्ध रहँदैन, औपचारिक रूपमा औपचारिकमा रहँदैन। अब मन्त्री छोडेर जानु पर्यो भने जाने त त्यही ठाउँको लागि फेरि राष्ट्रिय आविष्कार केन्द्रै हो। अरे त्यो त गरिराखेको काम हो। अब त्यो काम त छोड्नुहुन्न। जस्तो अहिलेसम्म धेरै मन्त्री बने नि, धेरै मन्त्री बने, के गरे, त्यो मन्त्री बन्नुभन्दा अगाडि जे काम गर्थे ती मन्त्रीहरूले मन्त्री बनिसकेपछि आफ्नो पद गएपछि फेरि आफ्नो काममा त सबै लागेको छ त। हाम्रो मन्त्री बनेका कतिपय व्यापारीहरू छन्, व्यवसायहरू छन् होइन, उद्योगपतिहरू छन्, के तिनले मन्त्री बनेर उनको काम छोडेका छन् त कसैले? कसै चाहिँ बनाउन पढाउने टिचरहरू अब थिए। वर्तमानको अवस्थाको कुरा गर्दाखेरि तपाईँलाई थाहा छ, तपाईँ धेरै अध्ययनशील मान्छे हो, व्यक्ति हो, महावीर पुञ्जी। अध्ययनशील होइन म, होइन, व्यावहारिक ज्ञान तपाईँसँग धेरै छ क्या, मैले चिनेको। त्यो काम गर्दै जाँदाखेरि गरेको हो, म अध्ययन गर्दैन। पढ्दैन पढ्ने?